आसिमाला सम्पूर्ण तमु जातिहरूको महान चाड तमु लोसार यानि कि पुसे 15को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु जातिहरूलाई, सम्पूर्ण नेपालीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। यो वर्ष चाहिँ वर्ग चलेको छ घोडा वर्गको। गत वर्ष चाहिँ सर्पवर्गको थियो। सर्पवर्गलाई विदाई गरेर घोडा वर्गलाई चाहिँ हामीले स्वागत गरेको छौँ। सम्पूर्ण मानिसहरूको चाहिँ रक्षा गर्नुहोला, सबैजना धर्मको बाटो हिँड्नुहोला भन्न चाहन्छु। अनि नौगर शान्त रहोस् सबैजनाको, सधैँभरि बुद्ध भगवान्ले रक्षा गर्नु सबै नेपालीहरूलाई विश्वमै शान्ति ल्याओस् भन्ने चाहिँ म कामना गर्छु। यो पालो चाहिँ म निशान्त आशिष रोशनी हामी 4 जना गएर भगवानको प्रार्थना गऱ्यौँ। गुरु लामाहरूद्वारा हामीले चाहिँ आशीर्वाद लियौँ, प्रसाद ग्रहण गऱ्यौँ। हाम्रो आशिषको चाहिँ पहिलोचोटि हो अनि निशान्तको पनि पहिलोचोटि। उनीहरूलाई चाहिँ हाम्रो गुम्बामा के कस्तो हुन्छ भन्ने कुरा जान्न मन लागेको थियो, त्यही भएर यो पालो लिएर गयौँ। यति रमाइलो थियो। हाम्रो विशेष चाड भइहाल्यो अनि सम्पूर्ण जात जातिका मानिसहरू पनि आउनुभएको थियो भगवान गौतम बुद्धको आशीर्वाद लिन। सबैजना मिलेर सधैँ यसरी नै आफ्नो चाड संस्कृति धर्मलाई माया गर्नुपर्छ। हस्त धन्यवाद। थ्याङ्क यू फर वाचिङ।